यसरी काट्नु पर्छ साह्रो पो छ कति साह्रो हो पछि म त बोक्रा फाल्दैन पाक्छ बोक्रासित खानु भनेछ डक्टरले पकाउनुहुन्छ अन्त बोक्रासित खसी पनि बन्द काटे अब चाना काट्नु पर्यो काटेर खानु पर्यो बन्द काटेँ मुला काटेँ बन्द काटेँ अब टमाटर काट्ने प्याज काट्ने कति साह्रो हो पछि काट्नु पर्यो पछि यसरी राखेपछि डुब्दैन ल पछि त यसरी काट्नु पर्यो कति साह्रो पछि हो